यता हेर्नु न एकपटक कस्तो झिलिमिली बत्ती बलिरहेको। यो हो काठमाडौँको मैती देवी मन्दिर। हरेक दसैँ तिहारमा यहाँको माहौल नै फरक हुन्छ। पुरै मन्दिर बाटो वरिपरि सबै बत्तीले सजाइएको हुन्छ। रातभरि उज्यालो चाहिँ चम्किरहन्छ। यहाँ आउँदा त लाग्छ मानव सारा काठमाडौँका भरिका मान्छेहरू यहीँ जम्मा भएका छन् कि जस्तो। दर्शन गर्न, फोटो खिच्न, भिडियो बनाउन सबैजना रमाइरहेका छन्, हाँसिरहेका छन्। लाग्छ मेला लागेको जस्तो। अरू ठाउँभन्दा यहाँको लाइटको सजावट नै फरक छ। कसरी भनौँ, झन् रङ्गीन, झन् आकर्षण, झन् मनमोहक। शान्त मन्दिर र झिलिमिली बत्ती दुवैको मेल नै खास छ। अनि वरिपरिको चहलपहल भनौँ भने त बजार लागे जस्तो। कसैले बत्ती हेर्दै रमाइरहेको छ, कसैले मोमो खाँदै रमाइरहेको छ, कसैले भिडियो बनाउँदै रमाइरहेको छ। यहाँको स्ट्रिट फुड पनि अर्कै मजाको। चटपटे, मोमो, धेरै किसिमका सामग्रीहरू यहाँ पाइन्छन्। सबैको गन्धले त झन् अझ वातावरण मिठो बनाइदिएको छ। मन्दिरभित्र दर्शन गर्न आउनेहरूको भिड त यति धेरै छ कि कुरै छोडिदिनुहोस्। बुढाबुढी, परिवार, ससाना बच्चा सबै एकै ठाउँमा देखिन्छन्। यो दृश्य साँच्चै मन छुन्छ। अनि हेर्नुहोस् त यो बाटो, दुई छेउमा बत्ती जुन्नाइएका, हावाले हल्का हल्का हल्लाइरहेको, साँच्चै सुन्दर लाग्छ। माथि हेर्ने हो भने बत्ती त तारा जस्तै पुरै चम्किरहेको। मैती देवीमा तिहारको यो माहौल हेर्न एकपटक त आउनै पर्छ। फोटो खिच्नुहोस्, खाना खानुहोस्, दर्शन गर्नुहोस्, अनि तिहारको झिलिमिली अनुभूति आफै महसुस गर्नुहोस्। हेर्नुहोस् त यस्तो राम्रो ठाउँमा तपाईँहरू कोही आउनुभएको छ? यदि आउनुभएको छ भने कमेन्ट गर्नुहोस् है त। मैती देवीको झिलिमिली बत्ती मलाई यति सुन्दर लाग्छ कि कुरै छोडिदिनुहोस्। तपाईँलाई पनि त्यस्तै लाग्छ? कमेन्ट गर्नुहोस् है त।